त्यो एउटा भन्थ्यो नि इङ्ग्लिसमै भन्नु न भन्नु नहाँसी अहिले भन मैले र अनिखेर सुनाएको त मलाई भन्नु न तपाईँलाई आउँछ मलाई थाहा आउँदैन तँलाई चाहिँ भन्नु नि तपाईँ भन्नु न के रे के रे के भन्छ रे के भन्छ के पो भन्थ्यो त तपाईँले भन्नुहुन्थ्यो त दुधलाई मिल्क पानीलाई वाटर के भन्थ्यो नि पढेको मलाई चाहिँ आउँदैन होला मलाई चाहिँ आउँछ तपाईँलाई के भन्नु त नपढेकी चेलीलाई पढेकालाई दिनुभयो यति कुरा बाबाले पापै लिनुभयो अनि अरू नहाँसिकन भन्नु न भनौँ भन्नु अङ्ग्रेजीमा भन्नु ए जातबाट आउँदाखेरि सबैजना सुतेका अनि दुधको कुँडे हेर्न जाँदा साङ्ला डुबेका त्यही पनि खाउँ भन्दा बिरालोले चाटेको हेर्नु बाबा छोरीले दुःख काटेको अङ्ग्रेजीमा भन्नु रहेछ पानीलाई वाटर नबुझेर दिएँ मैले काँचो कटार अङ्ग्रेजीमा भन्नु रहेछ दुधलाई मिलिक नबुझेर हेरेँ मैले मुखमा पिलिक अनि अरू अङ्ग्रेजीमा भन्नु रहेछ बाबुलाई फादर नबुझेर दिएँ मैले ओढ्ने च्यादर हाम्रो बुढी आमा पनि त उही टाइमको पिएचडी पास हो होइन अङ्ग्रेजीमा पास हो गर्दै हुनुहुन्छ यता आमा यता यता फेरि यो डान्सर अर्को डक्टर त भाग्यो डक्टरको भिडियो आउँछ अहिले कहाँ भाग्ने केटो जहाँ भागे पनि आउँछ यता हेर त यता हेर न यता ए